सम्पूर्ण दर्शकहरूलाई मेरो तर्फबाट नमस्कार छ। म आज हाम्रो जुन नेपाल देशमा 70 जिल्लाहरूमा बाँकी जिल्लामा यो ज्येष्ठ महिनामा हिमाली भेगहरूमा यार्चा गुम्बा पाइने सिजनको विषयमा र खोज्ने क्रममा केही कुरा बताउन चाहन्छु। कुरा के हो भने हाम्रो देश नेपाल भारत र चीनको बीचमा छ। दुई ढुङ्गाको तरुल भन्छन्, अब त्यस्तो अप्ठ्यारो ठाउँ बसेको नेपाल देशभित्रबाट मैले बोलिरहेको छु। कुरा के हो भने हाम्रो जनताहरू यार्चा गुम्बा टिप्न हिमाली भेगहरूमा जान्छन्। जाँदाखेरिको कुरो कस्तो कुरो भयो भने तपाईँको यार्चा गुम्बा टिप्न जानुपर्छ भने घरमा बुढापाका मात्रै राखेर बालबच्चा पनि लगेर स्वर सारा पारेर वहिरो जान्छन्। वहिरो एउटा घरमा मान्छे नभए वहिरो जान्छन् पैसा कमाउनु। र तपाईँको यार्चा गुम्बा भनेको अनुमानित 30 दिनको सिजन हो। 30 दिनमा धैर्य धारण गर्ने भने पैसा लाखौँ कमाउन सकिन्छ। सजिलो छ, बस्दा उड्दा हिँड्दा पनि रुपियाँ पाइने ठाउँ हो। एकदम सजिलो छ। त्यस्तो प्रकारले मान्छेहरू सजिलै पैसा कमाउने तरिकाले जान्छन्। तर हाम्रो नेपालीको बानी के छ भने जाँदाखेरि वहिरो हो। तपाईँको 2 गते 3 गते 4 गते 10 गते पुग्यो भने एक दिन बस्ने, भोलिपल्ट दिन पाइएन हलास फलास भनेर सबै ओह्रालो माथि हिमाली भेगमा ठोक्किने फर्किने। जाँदा आउँदा यताउता रासन सासन गर्दाखेरि 30,000 बरा ऋण लागिसकेपछि घरमा बस्न गाह्रो हुने कारणले गर्दा जेठको महिनाले त्यो अवस्था देखाएपछि असारको महिना इन्डिया जाने। इन्डियामा तपाईँ माथि हिमालमा ठोकिएपछि फेरि भारतमा गएर फेरि हिमाचलमै बसेर स्याउ बोक्ने, भारी सारी बोकेर अब त्यहाँ चाहिँ दसैँ तिहारको खर्च ल्याउने र त्यति मात्रै दसैँ तिहारसम्म मात्रै ल्याउने। मङ्सिर पुस मात्रै त्यो सिद्धिन्छ फेरि। त्यसकारण यार्चा गुम्बा खोज्न जाँदाखेरि नेपालको हिमालमा ठोकिने र तपाईँको फेरि घरमा अपुग भएको कारणले गर्दा भारतमा गएर ठोकिने। जुन हाम्रो यो ठोकिने व्यवसाय छ, उमा जाँदा उमै ठोकिने, उउँदै जाँदा उउँदै ठोकिने, कुनै पनि निस्किने ठाउँ नभएको, जो चाइनाले पनि निस्किन नदिने र भारतले पनि निस्किन नदिने जुन यो ठोक्काउने र झुक्काउने व्यवसाय छ, यो व्यवसायलाई अन्त्य गर्नुपर्छ भनेर मैले आफ्नो सरकारसँग सम्झौता गर्नुपर्छ भन्ने दुईवटा कुरा यो मैले भन्न गइरहेको छु। यो सम्झौताका रहोस् भन्ने मेरो चाहना हो। र तपाईँको खाडी र जुन विदेश खाडी मुलुकहरूमा पनि विकासै भएको छैन कि तपाईँको अब 3 वर्ष बस्दा, 6 वर्ष बस्दा, 10 वर्ष बस्दा तपाईँको लास्टमा त श्रीमती पुगेर जाने, बच्चा बच्ची पनि अब धेरै बाबु आमाहरू विदेशतिर बस्दा पनि परिवारको पनि समस्या देखिने। खाडी मुलुकमा ठोकिँदा पनि त्यति राम्रो देखिएको छैन। त्यति गर्दै सबभन्दा ठुलो देश अमेरिकामा गएर पनि धेरै मान्छे ठोकिसके। त्यहाँ गएर ठोकिँदा पनि जति टाढा गएर ठोकियो उति डर चोट लाग्न छ। त्यसकारण जुन नेपाली दाजुभाइहरूलाई हरेक समस्या छ, नेपाली दाजुभाइहरूलाई, नेपाली दिदीबहिनीहरूलाई हरेक समस्या छ। मान्छेहरू व्यवसायको लागि, पैसा कमाउनलाई हरेक ठाउँ जाँदा ठोकिँदा रिगोटा छुन्ने गरेर ठोकिँदाखेरिको अवस्था देख्दा मलाई चाहिँ त्यति राम्रो लागेन कि अब तपाईँ एउटा कुरा मान्छे खुसीको लागि र सन्तुष्टिको लागि धन कमाउने हो। उमा जाँदा उहीँ ठोकिने, उमा जाँदा उहीँ ठोकिने, रिग्दा नेपालीको जब छोट आयो 40 वर्ष त कति हुन्छ र उमा त्यहाँ गर्न सकिने, लौटिने भइहाल्छ, ढाड जाग्ने, गाडा दुख्ने। 40 वर्षमा उँधोमा ठोकिने ठिकै हो। तपाईँ देशको विकास भन्दा पनि आफ्नो घर परिवारको र मान्छेको जनताले कबासको व्यवस्था गर्न नसक्ने अवस्था भएको कारणले गर्दा नेपाली सरकारसँग दुईवटा कुरा फ्याट्टै पारेर पठाउन चाहन्छु। सम्पूर्ण दर्शकले हेरिदिनु होला। यो तपाईँ हामीको समस्या हो। विदेश कति बस्ने, घरमा पनि कति काम गर्ने, जति काम गरे पनि उही खाना लाउन लागि कुनै प्रगतिशील नभएको देशको अवस्थालाई सम्झाउन चाहन्छु। हस्त नमस्कार।